सबैमा कोनिचिवा नमस्कार। तपाईहरू जो जापानमा साइकल चलाउनुहुन्छ, तपाईहरू साइकल चलाउनेहरूले चाहिँ यो भिडियो अन्तिम समय हेर्नु होला है, किनकि यो भिडियो तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण हुनेछ है। जापानमा चाहिँ यही 2026 सालको अप्रिलबाट चाहिँ साइकलको नियमहरूमा धेरै नै परिवर्तनहरू हुँदैछ है। त्यो परिवर्तन भएको रुलहरू के छ भनेर मैले तपाईँलाई यो भिडियोमा देखाउँदैछु। भिडियो अन्तिम समय हेर्नु होला है त। तपाईँले सबैभन्दा पहिला के बुझ्नुहोस् भने जापानमा चाहिँ साइकललाई चाहिँ एउटा हल्का सवारी है, सवारी साधनकै रूपमा लिने हुनाले गाडीले जस्तै यसले पनि ट्राफिक नियमहरू पालना गर्नुपर्ने हुन्छ है। अब त्यस्तै गरेर नम्बर 2मा हेर्नुहोस् त, तपाईँले जापानमा चाहिँ साइकल चलाउँदाखेरि जहिले पनि सडकको बायाँ साइडबाट चलाउनु होला है। तपाईँहरूले दायाँ साइडबाट साइकल चलाउँदाखेरि कति पेनल्टी है, कति फाइन पर्छ, त्यो बारेमा चाहिँ मैले तपाईँलाई अर्को स्लाइडमा सबै देखाउनेछु। अहिले चाहिँ के बुझ्नुहोस् भने जापानमा साइकल चलाउँदा चाहिँ जहिले पनि सडकको बायाँ साइडमा चलाउनु होला है। अनि अर्को 3 नम्बर चाहिँ एकदमै महत्त्वपूर्ण किन पनि छ भने तपाईँहरूको एक्सिडेन्ट हुने धेरै चान्स चाहिँ तपाईँले ट्राफिक लाइटलाई फलो नगर्दा है। त्यही भएर ट्राफिक लाइटको बारेमा पूर्ण जानकारी लिनु होला है। जस्तै रातो बत्ती भनेको स्टप, त्यहाँदेखि पहेँलो बत्ती भनेको साइकल चाहिँ नबढाइहाल्ने तर साइकल बढाउनको लागि तयारी अवस्थामा बस्ने, हरियो भनेको त अब तपाईँ अगाडि बढ्न सक्नुहुन्छ भन्ने सङ्केत हो। त्यही भएर तपाईँले ट्राफिक लाइटको बारेमा जानकारी लिनुहोला र कुनै पनि हालतमा है तपाईँले ट्राफिक लाइट चाहिँ फलो गर्नु होला है। र नम्बर 4मा हेर्नुहोस् त, तपाईँले यो रोडमा देख्नुहुन्छ है, यो तोमारे भनेर है, यो प्राय सेतो अक्षरमा लेखेको हुन्छ, यो तोमारे भनेर है, मैले हिरागानामा लेखिदिएको छु। यो तोमारे लेखेको ठाउँमा चाहिँ तपाईँले कम्पलसरी है, अनिवार्य रूपमा एकछिन साइकल रोक्नु होला है। यदि तपाईँले तोमारे भनेको ठाउँमा तपाईँले साइकल नरोकी बढ्नु भयो भने तपाईँलाई फाइन लाग्नेछ। कति के फाइन लाग्नेछ तपाईँलाई अर्को स्लाइडमा सबै मैले भन्नेछु। अहिले के बुझ्नुहोस् भने तोमारे लेखेकोमा एकछिन साइकल होल्ड गर्नु होला है, रोक्नु होला। र अर्को के छ, अँध्यारोमा चाहिँ तपाईँले अनिवार्य रूपमा साइकलमा चाहिँ लाइट हाल्नु होला है। तपाईँले अनिवार्य रूपमा तपाईँले साइकलमा लाइट हाल्नु होला। यदि तपाईँले अँध्यारोमा साइकल चलाउँदाखेरि तपाईँको साइकलमा लाइट छैन भने पनि तपाईँलाई फाइन पर्छ। त्यो फाइन कति के लाग्छ अर्को स्लाइडमा मैले सबै देखाउने छु। अहिले चाहिँ के बुझ्नुहोस् भने जापानमा अँध्यारोमा साइकल चलाउँदा अनिवार्य रूपमा तपाईँको साइकलमा लाइट हुनुपर्छ है। यो कुरामा एकदमै ध्यान दिनु होला। अब हेर्नुहोस् त अर्को नम्बरमा के छ। अब सामान्यतया है मान्छे हिँड्ने सडक है, होकोसानो मिची भनेर एउटा बोर्ड पनि लेखेको हुन्छ। होकोसानो मिची है, त्यो बाटोमा चाहिँ तपाईँले साइकल चलाउन पाउनुहुन्न है। तर यदि सडकमा है हेर्नुहोस् त, त्यहाँ मैले हरियोबाट लेखेको छु जितेन्स्या चुकोका भनेर त्यो होर्डिङ बोर्ड छ भने चाहिँ तपाईँले कम गतिमा साइकल चलाउन सक्नुहुन्छ है। तर मान्छे हिँड्ने सडक भएको हुनाले त्यहाँ चाहिँ तपाईँले मान्छेलाई चाहिँ पहिलो प्राथमिकता दिएर साइकल चाहिँ बिस्तारै चलाउनु होला है। अब त्यस्तै गरेर अर्को नम्बरमा के छ हेर्नुहोस् त, छाता ओढेर साइकल चलाउनु तपाईँको ट्राफिक नियम उल्लङ्घन हुने हुनाले तपाईँले पानी पर्दा होस् या घाम लाग्दा है तपाईँले छाता ओढेर साइकल चलाउने नगर्नु होला है। यो किनकि यो ट्राफिक नियम उल्लङ्घन हुन आउँछ है। अब त्यस्तै गरेर अर्को नम्बरमा के छ हेर्नुहोस् त, साइकलमा 2 जना चढ्न ट्राफिक नियम उल्लङ्घन हुने हुनाले तपाईँहरू साइकलमा 2 जना नचढ्नु होला है। तर यो जस्तै त्यो बालबालिका सिट भनेर एउटा चाइल्ड सिट हुन्छ, त्यो साइकलमा चाहिँ अपवादको रूपमा प्रयोग गर्न सकिन्छ। तर नर्मली चाहिँ तपाईँहरू 2 जना साइकलमा नचढ्नु होला है। र 9 नम्बरमा के छ, जस्तै मोबाइल, आइप्याड जस्ता कुनै पनि डिभाइसहरू प्रयोग गरेर साइकल चलाउन चाहिँ निषेध गरिएको छ है। त्यसै गरी साइकल चलाएको बेलामा इयरफोन र हेडफोन पनि प्रयोग गर्न पाइँदैन है। र यो प्रयोग गरेमा कति के फाइन पर्छ त्यो बारेमा मैले तपाईँलाई अर्को स्लाइडमा देखाउने छु। त्यही भएर तपाईँले साइकल चलाएको बेलामा मोबाइल हेर्ने, आइप्याड हेर्ने, कानमा एयरफोन लाउने, हेडफोन लाउने चाहिँ नगर्नु होला है, किनकि यो सबै तपाईँको ट्राफिक नियम उल्लङ्घन हुन्छ। त्यही भएर तपाईँलाई पेनल्टी, तपाईँलाई फाइन पर्न आउँछ। त्यही भएर ध्यान दिनु होला है। यो चाहिँ मैले तपाईँलाई के राखिदिएको छु भने हेर्नुहोस् तल 2026को अप्रिलबाट परिवर्तन हुन लागेको सबैभन्दा ठुलो प्रणाली भनेको चाहिँ ब्लू टिकट है। पहिला चाहिँ तपाईँको यो ब्लू टिकट थिएन है, अहिले सबैभन्दा यो चेन्ज भएको भनेको चाहिँ यो ब्लू टिकट हो। जस्तै यो साइकल चलाउँदा ट्राफिक नियम उल्लङ्घन गर्यो भने तुरुन्तै पुलिसले दिने जरिवाना टिकट है, यो पेनाल्टी टिकट पनि भन्छ है। यसलाई के भन्नुहुन्छ भने हान्सोको किप्पु पनि भन्छ है। त्यही भएर 2026को अप्रिल अगाडिसम्म चाहिँ साइकल चलाउँदाखेरि नियम उल्लङ्घन गरे पनि पुलिसले प्राय चेतावनी दिएर छोड्ने गरेको थियो है। तर अब चाहिँ तपाईँले साइकल चलाउँदा नियम उल्लङ्घन गर्नुभयो भने तपाईँले त्यो उल्लङ्घन गरे लगतै तपाईँलाई
जुन त्यो आओ किप्पो भन्छ है, तपाईँलाई त्यो हरियो किप्पु दिने बित्तिकै तपाईँलाई कम्पल्सरी पैसा तिर्नुपर्ने हुन्छ। तपाईँले पैसा नतिरेको केसमा तपाईँलाई जेल जानुपर्ने अवस्था पनि आउन सक्ने हुनाले एकदमै ध्यान दिनु होला है, एकदमै ध्यान दिनु होला। यो चाहिँ सबैभन्दा ठुलो परिवर्तन भएको चिज है। अब त्यस्तै गरेर नम्बर 10बाट चाहिँ के छ भने, नम्बर 10बाट चाहिँ जस्तै तल दिएको ट्राफिक नियम उल्लङ्घन भएमा अथवा अब तपाईँलाई मैले जुन जुन स्लाइडहरू देखाउँदैछु अति महत्त्वपूर्ण छ है, तपाईँले कुन नियम उल्लङ्घन गर्दा कति फाइन तिर्नुपर्छ त्यो बारेमा राखिदिएको छु। एकदम ध्यान दिएर हेर्नु होला है। हेर्नुहोस् त, नम्बर 1मा के छ, जापानमा साइकललाई है जस्तै हल्का सवारी, मैले सुरुमा पनि भनेको छु, हल्का सवारीमा वर्गीकृत गरिएको छ, जसले गर्दा यो गाडीको है, यो गाडीको एउटा प्रकारको रूपमा मानिन्छ। त्यसैले फुटपाथ है, त्यसलाई के भन्छ हेर्नुहोस् त, रोसोकुताई है। जस्तै फुटपाथ र सडकमा एउटा छुट्टिएका ठाउँहरूमा है साइकलले अनिवार्य रूपमा है सवारी लेनमा नै चल्नुपर्ने हुनाले यदि तपाईँले यो नियम उल्लङ्घन गर्नु भएमा तपाईँलाई यो जस्तै यो चाहिँ यो कानुनको यो मैले लेख्दैछु हेर्नुहोस् त, यो चुको कुबुन इहान मानिन्छ है। यो चाहिँ तपाईँको यो अब यो कति कति धारामा छ भनेर तपाईँले यहाँसम्म जान्न परेन। तपाईँको साइकलको लेनमा कम्पल्सरी हिँड्नु होला। तपाईँले यो उल्लङ्घन गर्नुभएमा तपाईँलाई कति 6000 रुपियाँ चार्ज लाग्छ है। त्यही भएर यो तपाईँले सबैभन्दा ध्यान दिनुहुने। रोसोकुताई भनेको चाहिँ के हो भन्नाले, रोसोकुताई भन्नाले चाहिँ फुटपाथ नभएको सडकमा है पैदल यात्रु हिँड्नको लागि सडकको छेउमा एउटा सेतो रेखाले छुट्याएको भएको। तपाईँलाई यो कन्फ्युजन भयो भने च्याट जिपिटी अथवा गुगलमा गएर तपाईँले रोसोकुताई भनेर सर्च गर्नु होला, त्यहाँ देखाइहाल्छ। तपाईँले साइकल त्यहाँ मात्र चलाउनु होला। तपाईँले त्यो रुल ब्रेक गर्नुभयो भने तपाईँलाई 6000 रुपियाँ चार्ज लाग्नेछ है, ध्यान दिनु होला। त्यस्तै गरेर हेर्नुहोस् त, साइकल सडकको बायाँ साइडमा चलाउनु पर्छ। यदि तपाईँले दायाँ साइडमा चलाउनु भयो भने तपाईँलाई कति 6000 रुपियाँ चार्ज लाग्छ। त्यही भएर साइकल जहिले पनि बायाँ साइडमा चलाउनु होला। अनि अर्को हेर्नुहोस् त के छ, अर्कोमा तपाईँको साइकल मात्र चल्ने लेन बनेको हुन्छ है। तपाईँले अनिवार्य रूपमा है त्यो भित्र मात्र साइकल चलाउनु पर्छ। यदि तपाईँले त्यो नियम तोड्नु भयो भने तपाईँलाई 5000 रुपियाँ चार्ज लाग्ने छ है। मैले तपाईँलाई डिटेलमा राखिदिएको छु, तपाईँले पज गरेर हेर्नु होला। जस्तै यहाँ हेर्नुहोस् त, फुचु जितेन स्यासेन यो चुको ताई भनेर यो बोर्डहरू राखेको हुन्छ। तपाईँले एकदम ध्यान दिनु होला। तपाईँले यो खान्जीहरू प्रायः तपाईँले सडक चलाउँदाखेरि रोडमा देख्नुहुन्छ। तपाईँले त्यो बेला चाहिँ तपाईँले जहाँ साइकल चलाउनु पर्ने हो त्यहाँ मात्र चलाउनु होला है। अब त्यस्तै गरेर अर्को नम्बरमा के छ हेर्नुहोस् त, एकतर्फी है, वान वे रोड पनि भन्छ है। त्यसलाई के भन्छ, इप्पोचुको दोहोरो भन्छ है। उल्टो दिशामा तपाईँले साइकल लगायत सबै प्रकारका सवारी साधनहरू चलाउनु पूर्ण रूपमा निषेध नै गरिएको हुन्छ है। यदि यो नियम उल्लङ्घन गर्नुभयो भने तपाईँलाई यसमा पनि के 6000 रुपियाँ लाग्छ है। त्यही भएर वान वे टु वे तपाईँको सडकमा एउटा यो त्यो एउटा बोर्डहरू राखेको हुन्छ। त्यही भएर तपाईँले ट्राफिकका सिग्नलहरू एकदम ध्यान दिनु होला है तपाईँले साइकल चलाउँदा पनि। र अर्कोमा के छ हेर्नुहोस् त, पैदल यात्री सडक है, त्यसलाई होकोस्या भन्छ, मान्छे हिँड्ने रोड है। मान्छे हिँड्ने सडकमा तपाईँले साइकल प्रयोग गर्न मिल्ने सडकहरू भएको अवस्थामा साइकल चाहिँ बिस्तारै चलाउनुपर्छ है। तपाईँको इनकेस तपाईँको त्यहाँ जस्तै जितेन्स्या चुको का भनेर लेखेको ठाउँ छ भने तपाईँले साइकल एकदमै बिस्तारै, त्यसलाई चाहिँ जोको भन्छ, बिस्तारै चलाउनुपर्छ। यदि तपाईँले त्यो अवस्थामा स्पिड कम नगरी चलाउनु भयो भने तपाईँलाई 5000 रुपियाँ लाग्छ है। तपाईँको साइकल चलाउन मिल्ने सडकमा पनि, तर विशेष गरेर मान्छे हिँड्ने सडकको अवस्थामा चाहिँ तपाईँले मान्छेलाई प्राथमिकतामा दिएर साइकल बिस्तारै चलाउनु पर्ने हुन्छ। यदि तपाईँले साइकल बिस्तारै चलाउनु भएन भने तपाईँलाई 5000 रुपियाँ लाग्छ। यो कानुनको कुनमा लेखेको छ भनेर मैले त्यहाँ राखिदिएको छु। तपाईँले यो गुगलमा सर्च गर्नु पनि सक्नुहुन्छ। यो चाहिँ जापान सरकारले तोकेको नियम है। अब त्यसै गरी अर्को के छ, साइकलको लागि मात्र प्रयोग हुने लेन है भएको सडकमा चाहिँ अनिवार्यमा त्यहीँ मात्र साइकल चलाउनुपर्छ है। यदि तपाईँले यस्तो ठाउँमा है मान्छे हिँड्ने सडकमा साइकल चलाउनु भयो भने त्यस्तो बेला पनि तपाईँलाई 3000 रुपियाँ चार्ज लाग्छ है। त्यही भएर एकदमै ध्यान दिनु होला है। कस्तो अवस्थामा साइकल फुटपाथमा चलाउन सकिन्छ भन्दाखेरि चाहिँ सडकमा यो चिन्ह हेर्नुहोस् त, जितेन्स्या होदो चुको का भनेर यो खान्जी लेखेको हुन्छ। तपाईँले यो अवस्थामा चाहिँ चलाउन पाउनुहुन्छ। अनि अर्को कन्डिसनमा 13 वर्षभन्दा कम उमेरको बच्चाहरू र 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक वा निश्चित नागरिक अपाङ्गता भएका व्यक्तिले भने यो अवस्थामा पनि साइकल चलाउन मिल्छ है। अब त्यस्तै गरेर अर्को नम्बरमा के छ, यदि साइकलले फुटपाथमा पनि चल्न पाउने अनुमति भए है, साइकल चलाउँदा फुटपाथको बिचमा होइन सडकपट्टि एकदमै बिस्तारै, जोको भन्छ, बिस्तारै चलाउनुपर्छ। यदि साइकल चलाउँदा पैदल यात्रीको बाटो रोकिने वा बाधा पर्ने स्थिति आएमा
अस्थायी रूपमा रोकिने है। इचिजितेइसी भन्छ अनिवार्य रूपमा रोकिने। यदि यो नियम तपाईँले उल्लङ्घन गर्नुभयो भने तपाईँलाई यसको पनि तपाईँलाई 3000 रुपियाँ चार्ज लाग्छ है। जोको भनेको चाहिँ तपाईँले के बुझ्नुहोस् भने तत्काल रोकिन सक्ने गति है। एउटा बिस्तारै तपाईँले साइकल बढाउनु पर्ने हुन्छ है। त्यही भएर यसमा के भन्न खोजेको छ भने तपाईँले साइकलको बाटो कुन हो र मान्छे हिँड्ने बाटो कुन हो र कति स्पिडमा ध्यान दिने, प्रत्येक कुरामा तपाईँले ध्यान दिनु भएन भने तपाईँलाई फाइन लाग्छ है। र यदि साइकलले है फुटपाथमा चल्न पाउने अवस्थामा, फुटपाथमा है, जस्तै तपाईँको फुच्चु जितेन्स्या चुको यस्तै बुबुन भनेर लेखेको हुन्छ है। जस्तै साइकल चलाउन तोकेको भाग बनाएको हुन्छ, त्यो भागमा है तपाईँले बिस्तारै चलाउनुपर्छ। यदि यो नियम उल्लङ्घन भयो भने पनि तपाईँलाई फेरि उल्लङ्घन भएमा 3000 रुपियाँ चार्ज लाग्छ है। मैले तपाईँको कानुनको कुन धारामा लेखेको छ भनेर राखिदिएको हुन्छु है। तर साइकल चलाउने भागमा पैदल यात्री नभएमा फुटपाथको अवस्थामा भने तपाईँले अवस्थाअनुसार सुरक्षित गति र आफ्नो तरिकाले चलाउन सक्नुहुन्छ है। त्यो बेला चाहिँ तपाईँको सडकमा पैदल यात्री छ कि छैन भन्नेले धेरै फरक पार्छ। त्यही भएर तपाईँले साइकल चलाउँदाखेरि चाहिँ एकदमै ध्यान दिनु होला है। अब अर्को के छ हेर्नुहोस् त, पैदल यात्री है। त्यो भनेको होको छ भनेको पैदल यात्री है को आवत जावत अवरोध नगर्ने अवस्थामा भने पैदल वा साइकलको लागि सडकको छेउमा सेतो रेखाले छुट्याएको भाग रोसो कुताईमा समेत साइकल चलाउन सकिन्छ। जस्तै तपाईँले यो एकदम मैले डिटेलमा राखिदिएको छु, तपाईँले नबुझ्न पनि सक्नुहुन्छ है। जस्तै मान्छे छैन भने चाहिँ तपाईँले साइकल चलाउन मिल्ने र मान्छे हिँड्ने दुइटै सडक छ भने, मान्छे छैन भने चाहिँ तपाईँले आफ्नो गतिलाई आफ्नो हिसाबले तपाईँले मेन्टेन गर्न सक्नुहुन्छ है। तर मान्छे छ भने चाहिँ तपाईँले साइकल एकदमै रोक्न सक्ने स्थितिमा चलाउनुपर्छ, नत्र तपाईँलाई फाइन लाग्छ, 3000 रुपियाँ तपाईँलाई चार्ज लाग्छ। यो एकदम ध्यान दिनु होला है। अब त्यस्तै गरेर हेर्नुहोस् त, साइकल चलाउँदा है सडकको छेउमा सेतो रेखाले छुट्याएको सानो भाग है, जसलाई के भन्छ रोसो कुताई भन्छ जापानिजमा है। तपाईँको यो खान्जी चाहिँ एकदम नोट गरिराख्नु होला। जस्तै रोसो कुताईमा चलाउनुपर्छ र जहिले पनि सडकको बायाँतिर रहेको है रोसो कुताईमा चलाउनुपर्छ। यदि तपाईँ यो नियम उल्लङ्घन गर्नुभएमा तपाईँलाई 6000 रुपियाँ चार्ज लाग्छ। त्यही भएर तपाईँले साइकल चलाउँदाखेरि जहिले पनि सडकको छेउमा सेतो रेखाले छुट्याएको सानो भाग रोसो कुताईमा चलाउनु होला र जहिले पनि सडकको बायाँतिर साइकल चलाउने गर्नु होला है। त्यस्तै गरेर अर्को नम्बरमा के छ हेर्नुहोस् त, यदि पैदल यात्रीको आवत जावतलाई है अवरोध पर्ने गरी साइकल चलाएमा तपाईँको रोसो कुताईभित्र पैदल यात्रीहरूलाई अवरोध नहुने गरी सही गति र सही तरिकाले नचलाएमा है तपाईँको यो नियम उल्लङ्घन गरिएको मानिनेछ र तपाईँले यो नियम उल्लङ्घन गरेमा पनि तपाईँलाई कति 3000 रुपियाँ लाग्नेछ है। त्यही भएर तपाईँले साइकल चलाउँदाखेरि मैले विशेष जोड दिन खोजेको तपाईँको पैदल यात्रीलाई विशेष ध्यान दिएर तपाईँले साइकलको स्पिड चाहिँ तपाईँले मेन्टेन गरेर साइकल चलाउनु होला है। अब त्यस्तै गरेर हेर्नुहोस् त, अर्को नम्बरमा के छ, जेब्रा क्रसिङ है, जसलाई के भन्छ ओदान होदो भन्छ है। जेब्रा क्रसिङमा जहिले पनि तपाईँले रोक्न सकिने गरी बिस्तारै चलाउनुपर्छ है। र जहिले पनि पैदल यात्रीलाई चाहिँ अवरोध नपर्ने गरी तपाईँले अगाडि बढ्ने गर्नु होला है। पैदल यात्रीहरू तपाईँले डिस्टर्ब गर्नुभयो भने तपाईँलाई फाइन लाग्छ। त्यही भएर जहिले पनि तपाईँले जेब्रा क्रसिङमा चाहिँ तपाईँले पैदल यात्रीलाई डिस्टर्ब नगरी चलाउनु होला है। जेब्रा क्रसिङमा तपाईँ कार बाइक रोकेको छ भने त्यसको छेउबाट अगाडि निस्किँदा एकपटक अनिवार्य रूपमा रोक्नु होला है। किनभने सवारी साधनको अगाडि पैदल यात्री अथवा साइकल चालकले जस्तै अब नदेख्न सक्छन् र यसले ठुलो दुर्घटना हुने सम्भावना पनि रहन्छ है। जस्तै यो कुन कुन कानुनमा राखेको छ, कुन कुन कानुनको कुन धारामा राखेको छ, मैले सबै राखिदिएको छु है। यो नियम पालना नगरेमा तपाईँलाई फेरि यसको पनि तपाईँलाई के हान्सुको किन भनेर तपाईँलाई 6000 रुपियाँ चार्ज लाग्छ। यसमा पनि तपाईँले धेरै ध्यान दिनु होला है। र अर्को नम्बरमा के छ हेर्नुहोस् त, सडकमा तपाईँले साइकल चलाउँदा सँगै है तपाईँले प्यारलल है तपाईँले सँगै साइकल चलाउनु पाइँदैन है। यदि तपाईँले सडकमा जस्तै अघि पछि नचलाएर तपाईँले सँगै साइकल चलाउनु भयो भने पनि तपाईँलाई 3000 रुपियाँ चार्ज लाग्छ। त्यही भएर तपाईँले यसलाई चाहिँ हेन्सी किन्सी इहान भन्छ है। तपाईँको यो साइकल चाहिँ तपाईँले प्यारलल चाहिँ नचलाउनु होला। तपाईँले यसरी सडकमा यसरी साइकल चलाउनु भयो भने पनि तपाईँलाई कति 3000 रुपियाँ चार्ज लाग्ने हुनाले यसमा पनि तपाईँले विशेष ध्यान दिनु होला है। अनि अर्कोमा के छ हेर्नुहोस् त, रातो बत्ती बलेको अवस्थामा तपाईँले सडक पार गर्नुभयो भने तपाईँलाई कति लाग्छ, तपाईँलाई 6000 रुपियाँ लाग्छ। त्यही भएर रेड लाइट भएको बेला तपाईँले रोड क्रस नगर्नु होला है। अनि अर्को नम्बरमा के छ हेर्नुहोस् त,
दायाँ बायाँ देख्न गाह्रो हुने सिग्नल है, जस्तै त्यो ट्राफिक सिग्नल, त्यसलाई सिङ्गो भन्छ जापानिजमा, नभएको क्रसिङ, त्यो नभएको क्रसिङ रोडमा है, त्यो सडकमा चाहिँ अथवा मोडिएको सडक नजिक चाहिँ साइकल बिस्तारै चलाउनुपर्छ है। यदि यो नियम तपाईँले उल्लङ्घन गर्नुभयो भने तपाईँलाई चार्ज पनि लाग्छ र यस्तो तपाईँको मोडिएको रुटमा र सिग्नल नभएको ठाउँमा तपाईँले बिस्तारै साइकल चलाउनु भएन भने तपाईँको एक्सिडेन्ट हुने चान्स पनि हुन्छ। त्यही भएर एकदम ध्यान दिनु होला है। त्यही भएर तपाईँहरूले साइकल चलाउँदाखेरि सबैभन्दा ध्यान दिनुपर्ने भनेको स्पिड है। तपाईँको एक्सिडेन्ट नहुने गरी जापानको जुन रुलहरू छ तपाईँहरूले त्यो रुलहरू ब्रेक नगरी साइकल चलाउनु होला। तपाईँले रुल ब्रेक गर्नुभयो भने तपाईँको एक्सिडेन्ट हुने चान्स पनि हुन्छ र तपाईँहरूले उल्टै फाइन पनि तिर्नुपर्ने हुनाले एकदम ध्यान दिनु होला है। र अनि अर्को हेर्नुहोस् त, यो मैले अगाडि पनि भनेको छु तोमारे भनेर है। तपाईँको यो खान्जी तपाईँको रोडमा राखेको हुन्छ, यो तोमारे लेखेको ठाउँ चाहिँ तपाईँले कम्पलसरी एकछिन तपाईँले साइकल रोक्नु होला है। इनकेस तपाईँले तोमारे लेखेकोमा साइकल नरोकी स्पिडमा लानुभयो भने तपाईँलाई 5,000 रुपियाँ चार्ज लाग्छ। त्यही भएर तोमारे लेखेकोमा तपाईँले एकछिन चाहिँ साइकल होल्ड गर्नु होला है। एकछिन साइकल रोकेर मात्र बढ्ने गर्नु होला है। यदि तपाईँले तोमारे लेखेकोमा स्पिड अथवा साइकल नरोकी तपाईँ आएकै स्पिडमा बढ्नुभयो भने तपाईँलाई 5,000 रुपियाँ चार्ज लाग्छ। एकदम ध्यान दिनु होला है। अनि अर्को हेर्नुहोस् त, कोसातेन भन्छ है। यो क्रसिङ है, जुन त्यो तपाईँको चोकमा है, तपाईँको यो कोसातेनमा चाहिँ दायाँ मोड्दा 2 चरणमा सडक पार गर्नु होला है। जस्तै तपाईँको दायाँ मोड्नु छ भने चाहिँ पहिला जेब्रा क्रसिङको रोडबाट पहिला पारी जाने, त्यहाँदेखि फेरि दायाँ मोड्नु होला है। त्यही भएर 2 चरणमा सडक पार गर्नु होला। 2 चरणमा पार नगरेमा है तपाईँ सिधै त्यो गाडीहरू जस्तै तपाईँ त्यो 2 चरण नमोडी तपाईँ जानुभयो भने तपाईँलाई 6,000 रुपियाँ चार्ज लाग्छ। एक त जापानमा तपाईँले त्यसरी रोड क्रस गर्न एकदम सम्भावना पनि कम हुन्छ। तपाईँ त्यसरी सडक रोड क्रस गर्नु भने तपाईँको एक्सिडेन्ट 90% तपाईँको एक्सिडेन्ट हुने चान्स पनि हुन्छ र तपाईँलाई प्लस फाइन पनि लाग्छ। त्यही भएर कोसातेनमा चाहिँ तपाईँले 2 चरणमा सडक पार गर्नु होला है। अनि अर्कोमा के छ हेर्नुहोस् त, साइकल चाहिँ बायाँ मोड्नु अघि सकेसम्म सडकको बायाँ किनारमा बिस्तारै जानु होला है। अनि दायाँ मोड्नु अघि पनि सकेसम्म सडकको बायाँ किनारमा बिस्तारै जानु होला है। यदि तपाईँले यो नियम पनि उल्लङ्घन गर्नुभयो भने तपाईँलाई फेरि यसको पनि फाइन 3,000 रुपियाँ चार्ज लाग्छ। त्यही भएर तपाईँले साइकललाई मोड्दा पनि विशेष रूपमा ध्यान दिनु होला है। तपाईँले यो पज गरेर एकचोटि मजाले हेर्नु पनि होला है। अब अर्को नम्बरमा के छ हेर्नुहोस् त, साइकल क्रसिङ राखिएको रोडमा है, जस्तै साइकल क्रसिङ राखिएको रोडमा चाहिँ त्यही भाग बाट साइकल पार गर्नु पर्दछ है तपाईँले। किनकि साइकलको जुन क्रस गर्ने भाग छ तपाईँले साइकल क्रस गर्दा चाहिँ त्यो भागबाट गर्नुपर्छ है। यो बारेमा चाहिँ तपाईँको हेर्नुहोस् त कानुनको यति नम्बरमा लेखेको छ है। तपाईँले यो चाहिँ अझ तपाईँलाई डिटेल बुझ्नु मन लाग्यो तपाईँले ChatGPT अथवा गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ अथवा जापानको यो जितेन्द्रको कानुन पनि पढ्न सक्नुहुन्छ है। अर्कोमा के छ हेर्नुहोस् त, सडक पार गर्नुपर्ने अवस्थामा सडकले पैदल यात्री क्रसिङ है, यो ओदान होदो भनेको जेब्रा क्रसिङ हो, मैले तपाईँलाई अघि पनि भनिसकेँ, प्रयोग गर्न सक्छ। तर पैदल यात्रीहरूलाई बाधा पर्ने सम्भावना भएको अवस्थामा साइकलबाट झरेर क्रस गर्नु होला है। यस तपाईँले यदि यो उल्लङ्घन गर्नुभयो भने यसलाई कानुन विपरीत है, यो तपाईँले कानुन विपरीत क्रस गरेको मानेर तपाईँलाई 5,000 रुपियाँ लाग्छ। त्यही भएर तपाईँको पैदल यात्री हिँडेको बेला पैदल यात्रीलाई बाधा पर्ने सम्भावना देखेर तपाईँले झरेर तपाईँले साइकल चाहिँ हातले डोराएर हिँड्नु होला है। किनकि तपाईँले त्यसो गर्नु भएन भने मान्छे र साइकल ठोकिँदाखेरि तपाईँको एक्सिडेन्ट हुने चान्स हुन्छ। त्यही भएर विशेष ध्यान दिनु होला है। अनि अर्को नम्बरमा के छ हेर्नुहोस् त, तपाईँ क्रस हुने सडक है, तपाईँको कोसा दोहोरो भन्छौँ है, प्रवेश गर्न लागेको अवस्थामा यदि प्राथमिक सडक हो भने अथवा सडक तपाईँ आएको सडकभन्दा फराकिलो छ भने त्यस सडकबाट आइरहेको सवारीलाई चाहिँ अवरोध नगर्नु होला है। यो बारेमा पनि तपाईँको कानुनको त्यो बुदामा लेखेको छ। त्यही भएर तपाईँले जुन प्राथमिक सडक हुन्छ त्यहाँ अवरोध नगर्नु होला। त्यसै गरी तपाईँको चोक है, कोसातेन प्रवेश गर्दा अनिवार्य रूपमा तपाईँ साइकल बिस्तारै चलाउनु होला है। तपाईँको चोकमा प्रवेश गर्दाखेरि यदि सिग्नल नभएको चोकमा साइकल प्रवेश गर्न लाग्दा सामान्यतया तपाईँको बायाँ तर्फबाट आउने सवारीलाई पहिलो प्राथमिकता दिनु होला है। तपाईँले यो नियम पनि उल्लङ्घन गर्नुभयो भने तपाईँलाई फेरि 5,000 रुपियाँ लाग्छ। यसमा मैले भन्न खोजेको तपाईँको मेन सडकमा जाँदाखेरि तपाईँले स्पिड एकदम कम गर्नु होला है। त्यही भएर तपाईँको पेनल्टी त पेनल्टी भइहाल्यो, तपाईँले पैसा त तिर्न परि नै हाल्छ। त्योभन्दा पनि अझ खतरा चाहिँ तपाईँको एक्सिडेन्ट भयो भने तपाईँको
ज्यानसँगै तलमाथि पर्न सक्ने हुनाले तपाईँले नियम फलो गर्दाखेरि चाहिँ तपाईँको पैसा पनि बच्छ र तपाईँको शरीर पनि सकुशल रहने हुनाले एकदम यो नियमअनुसार बढ्ने गर्नु होला है। र साइकल है चोकमा जस्तै कोसा तेनमा दायाँ बायाँ मोड्न लाग्दा चाहिँ त्यहीँ चोकमा सिधा जाने वा बायाँ मोड्न लागेको सवारीहरू भएमा ती सवारीहरूको बाटो अवरोध गर्न चाहिँ मिल्दैन है। तपाईँले यो उल्लङ्घन गर्नुभयो भने तपाईँलाई 5,000 रुपियाँ लाग्छ। तपाईँको यो कानुनको यो धारामा लेखेको छ भनेर मैले त्यहाँ लेखिदिएको हुन्छु। तपाईँ कानुनको धारासम्म त जान आवश्यक छैन, तर पनि एकदमै ध्यान दिनु होला है, किनकि तपाईँको साइकल चलाउँदाखेरि साइकलको रुल फलो गर्नु भएन भने र तपाईँले पैसा पनि तिर्नुपर्छ प्लस तपाईँको शरीरलाई पनि दायाँ बायाँ हुने हुनाले तपाईँको ज्यान नै जोखिममा पर्ने हुनाले एकदम ध्यान दिनु होला है। त्यस्तै गरेर अर्को नम्बरमा के छ, तपाईँको साइकल चाहिँ है तपाईँको जस्तै अब चोकमा प्रवेश गर्दै गर्दा चाहिँ है तपाईँको अब कोसोको दोहोरोबाट आइरहेको सवारी अथवा विपरीत दिशाबाट प्रवेश गरेर दायाँ मोड्न लागेको सवारी र सडक काटिरहेको पैदल यात्रीलाई चाहिँ तपाईँले विशेष ध्यान दिनु होला है। तपाईँले यदि ध्यान दिनु भएन भने तपाईँले यो नियम उल्लङ्घन गर्नुभयो भने तपाईँलाई यसको पनि 6,000 रुपियाँ चार्ज लाग्ने भएकोले तपाईँ एक्सिडेन्टबाट बच्न र फाइनबाट बच्नको लागि एकदम यो नियमलाई पनि ध्यान दिएर तपाईँले फलो गर्नु होला है। अब त्यस्तै गरेर हेर्नुहोस् त, नर्मली जापानमा चाहिँ यो खान्जियो कोसा तेन चाहिँ हुँदैन है। नेपालमा चाहिँ प्रायः धेरै नै हुन्छ गोलाकार टाइपको, जस्तै हाम्रो काठमाडौँमा भन्दाखेरि अब नारायण गोपाल चोकहरू टाइपको, जापानमा चाहिँ एकदम कम हुन्छ है। तपाईँले यसलाई वृत्ताकार चोक भनेर पनि बुझ्नु होला है। यहाँ प्रवेश गर्दा चाहिँ तपाईँले अब दायाँतर्फ है अब घडीको दिशा भनौँ न, घडीको सुईमा जस्तै तपाईँ बिस्तारै चल्नुपर्ने हुन्छ है। त्यसै गरी अब तपाईँले भित्री चलिरहेको सवारी र सडक काटिरहेको पैदल यात्रीलाई विशेष तपाईँले ध्यान दिनुपर्दछ। तपाईँको कानुनको यो धारामा लेखेको छ है यो बारेमा। जहाँसम्म सम्भव छ सुरक्षित गतिमा र सुरक्षित तरिकाले अघि बढ्नु होला। यदि तपाईँले यो नियम उल्लङ्घन गर्नुभएमा है सवारी अवरोध गरे बापत तपाईँलाई 5,000 लाग्छ भने सुरक्षित रूपमा गाडी नबढाएमा तपाईँलाई 6,000 रुपियाँ लाग्छ है। यो कुरामा एकदम ध्यान दिनु होला है। साइकलले रेल क्रसिङ है तपाईँको फुमिकिरी भन्छ जापानमा चाहिँ, तपाईँको ट्रेन क्रस गर्ने ठाउँमा है पार गर्ने बेलामा फुमिकिरीको ठिक अगाडि है तपाईँको त्यो रेल क्रस गर्नेको ठक्क स्टप लाइनमा तपाईँले रोक्नुपर्ने हुन्छ है। र सुरक्षित छ कि छैन भनेर जाँच पनि गर्नुपर्छ। यदि तपाईँले यो पनि उल्लङ्घन गर्नुभएमा तपाईँको 6,000 त लाग्छ नै। यदि तपाईँले यो नियम फलो नगरेर तपाईँ ट्रेन आइरहेको बेलामा तपाईँ फुमिकिरीमा चाहिँ तपाईँ बढ्नुभयो भने तपाईँको त्यो एक्सिडेन्ट चाहिँ तपाईँलाई त्यो एक्सिडेन्टले चाहिँ तपाईँलाई जीवित नराख्न पनि सक्छ है। त्यति रिस्क हुन्छ, त्यही भएर एकदम ध्यान दिनु होला है। फुमिकिरीमा साइरन बजिरहेको बेला भित्र प्रवेश गर्नु कडाइका साथ नै चाहिँ तपाईँको त्यो साइरन बज्नु भनेको चाहिँ ट्रेन आउँदैछ भन्ने हो। तपाईँ त्यो साइरन बजिराख्यो होला, तपाईँ साइकलमा भित्र जानुभयो भने त तपाईँलाई ट्रेनले पेलेर तपाईँको पनि डेथ हुन्छ नै हुन्छ। अनि अब तपाईँ इनकेस तपाईँको डेथ नै भएन र तपाईँ त्यो फुमिकिरीबाट तपाईँ भित्र छिरेर साइकलसँग तपाईँको साइकल र तपाईँको ट्रेन ठोकिएछ भने पनि तपाईँलाई 7,000 रुपियाँ चार्ज त लागि नै हाल्छ, तर त्योभन्दा पनि बढी चाहिँ तपाईँलाई ज्यानकै खतरा हुन्छ है। अनि तपाईँको साइकल कम्पलसरी तपाईँले चेक गर्नु होला। यदि तपाईँले ब्रेक नभएको साइकल चलाएको पाएमा पनि तपाईँलाई 5,000 रुपियाँ लाग्छ है। त्यही भएर तपाईँले साइकल चलाउँदा चाहिँ राम्ररी ब्रेक लाग्ने साइकल युज गर्नु होला है। तपाईँले बिग्रेको साइकल अथवा ब्रेक नभएको अथवा तपाईँले लाइट नभएको यस्तो कुरामा पनि तपाईँले बिग्रेको साइकल प्रयोग गरेको भेटेमा पनि तपाईँलाई 5,000 रुपियाँ चार्ज लाग्ने भएकोले आफू चढ्ने साइकल एक्सिडेन्टबाट बच्नको लागि पनि र ट्राफिक नियमबाट बच्नको लागि पनि तपाईँले साइकललाई राम्ररी रिपेयर गरेर चलाउनु होला है। अब हेर्नुहोस् त नम्बर 14मा के छ, साइकल चलाउँदा मद्यपान है आरुकोरु भन्छ जापानिजमा। अब योसँग सम्बन्धित नियमहरू के छ है, म तपाईँलाई यो चाहिँ एकदमै इम्पोर्टेन्ट र तपाईँलाई फाइन पनि एकदमै धेरै लाग्ने है। यो चाहिँ एकदमै महत्त्वपूर्ण नियमहरू भएकोले तपाईँले यो 14 नम्बरबाट पनि एकदमै ध्यान दिएर हेर्नु होला है। तपाईँ जति नै कम है तपाईँले अलिकति पनि अल्कोहल पिएर साइकल चलाउनु भयो भने तपाईँको कानुनले यसलाई कडाइका साथ प्रतिबन्ध गरेको छ है। तपाईँले अलिकति पनि तपाईँले अल्कोहल खाएर चाहिँ तपाईँले साइकल चलाउनु पाउनुहुन्न है। यदि तपाईँलाई अलिकति मात्र पनि अल्कोहल खाएर तपाईँले साइकल चलाएको पाएमा तपाईँले एकदमै कडा तपाईँले सजाय भोग्नुपर्ने हुन्छ। हेर्नुहोस् त, यदि मद्यपान अरूको नसामा सवारी चलाएमा तपाईँलाई 5 वर्ष कैद 10 लाखसम्म जरिवाना हुनेछ है। 5 वर्ष तपाईँ जेल चलान र तपाईँलाई 10 लाखसम्म जरिवाना हुनेछ है। हेर्नुहोस् त, साइकल चलाउँदाखेरि कति कुरामा ध्यान दिनुपर्छ। त्यही भएर साइकल चलाउँदा अब गाडी र बाइक त अलग भइगयो, साइकल चलाउँदा पनि अल्कोहल है रक्सी खाएर तपाईँले जेत्तै है कुनै पनि हालतमा साइकल नचलाउनु होला है।
यदि मद्यपानको मात्रा है 0.3 mg है वा सासमा 0.15 ml भन्दा बढी भएमा है मात्र पनि तपाईँले 3 वर्षसम्म कैद र 50 मानसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। हेर्नुहोस् त, त्यही भएर एकदम ध्यान दिनु होला है। अन्य सवारीलाई बाधा पुर्याउने उद्देश्यले सडकमा साइकल चलाउनु हुँदैन है। जस्तै अचानक ब्रेक लगाउने, तपाईँ अचानक सडकको लेनहरू काट्ने, अनि नजिक पुगेर अन्य सवारीलाई दबाब दिने, सडकमा जिगज्याग जस्तै त्यो सर्पको आकृति जस्तो तपाईँले चलाउने गर्नुभयो भने पनि तपाईँलाई 3 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना हुन्छ। त्यही भएर तपाईँले सडकमा साइकल चलाउँदाखेरि अरूलाई डिस्टर्ब नहुने गरी चलाउनु होला है। अब त्यस्तै गरेर साइकल चलाउँदा मोबाइल फोन इत्यादि प्रयोग गरेमा जस्तै कलमा कुरा गर्ने, मोबाइलको स्क्रिनमा ध्यान केन्द्रित गर्ने, पैदल यात्रीलाई बाधा पुर्याउने, सबै यो दुर्घटनाको कारण बन्न सक्छ। तपाईँले यो गरेको पाएमा पनि तपाईँलाई 1 वर्षसम्म कैद र 3 लाखसम्म जरिवाना हुने हुनाले तपाईँले सडकमा साइकल चलाउँदाखेरि एकदमै ध्यान दिनुहोला। तपाईँ कानुनको भागीदार पनि हुनुहुन्छ र तपाईँको केयरलेसले गर्दाखेरि ठुलो तपाईँ दुर्घटना पनि हुन सक्ने हुनाले एकदमै तपाईँले ध्यान दिएर साइकल चलाउने गर्नुहोला है। अब त्यस्तै गरेर अर्को नम्बरमा के चाहिँ हेर्नुहोस् त, साइकल चलाउँदा ह्यान्डल, ब्रेक र अन्य उपकरणहरूलाई ठिकसँग नियन्त्रण गर्नुपर्छ र अन्य मानिसलाई हानि नपुग्ने गति र तरिकाले चलाउन आवश्यक पनि रहन्छ है। त्यही भएर उदाहरणको लागि तपाईँले हात छोडेर तपाईँले स्टन्ट गर्ने, साइकल चलाउने, अगाडिको पाङ्ग्रा उठाएर तपाईँ चलाउने, त्यस्तो टाइपको स्टन्ट टाइपले तपाईँले त्यसरी रोडमा गर्नुभयो भने पनि तपाईँलाई नियम उल्लङ्घन गर्ने बापत 6000 रुपियाँ लाग्छ। त्यही भएर तपाईँले बाटोमा साइकल चलाउँदाखेरि नर्मल तरिकाले चलाउनु होला है। नम्बर 16मा साइकलमा 2 जना चढ्न ट्राफिक नियम उल्लङ्घन हो। मैले यो बारेमा भनेको छु, तर यहाँ चाहिँ मैले तपाईँलाई फाइनको बारेमा लेखेको छु। तपाईँले साइकलमा 2 जना चढेको पाइएमा तपाईँले 3000 रुपियाँ चार्ज तिर्नुपर्ने हुन्छ, ध्यान दिनु होला है। अनि नम्बर 17मा हेर्नुहोस् त, तपाईँले छाता ओढेर साइकल चलाएमा, चाहे घाम लाग्दा होस् चाहे पानी पर्दा होस्, तपाईँले छाता ओढेर साइकल चलाएमा तपाईँलाई 5000 रुपियाँ फाइन लाग्नेछ। त्यही भएर छाता ओढेर तपाईँले साइकल नचलाउनु होला है। अनि अँध्यारोमा लाइट नबाली साइकल चलाएमा है, रातिको समयमा तपाईँले लाइट नबाली साइकल चलाएको भेटिएमा तपाईँले कति 5000 रुपियाँ तपाईँले फाइन भर्नुपर्ने हुन्छ। त्यही भएर राति तपाईँले साइकल चलाउँदाखेरि लाइट बालेर चलाउने गर्नु होला है। अब त्यस्तै गरेर 19 नम्बरमा साइकल चलाउँदा सकभर तपाईँले हेलमेटको प्रयोग गर्नु होला है। किनकि हेलमेटको बारेमा हेलमेट प्रयोग नगर्ने बित्तिकै तपाईँलाई यति चार्ज लाग्ने भनेर तोकिहालेको त छैन, तर पनि तपाईँ सुरक्षाको लागि तपाईँले हेलमेट प्रयोग गर्नुहोस् भनेर तपाईँको जापानको कानुनले चाहिँ तपाईँलाई रिक्वेस्ट गरेको छ है, अनुरोध गरेको छ। त्यस्तै नम्बर 20मा के छ हेर्नुहोस् त, साइकलले पनि यदि सडक दुर्घटना गरायो भने घाइते व्यक्तिलाई उद्धार गर्नुका साथै प्रहरीलाई खबर गर्नुपर्दछ है। यदि घाइतेलाई उद्धार गरेन भने यो उद्धार कर्तव्य उल्लङ्घन गरे बापत तपाईँलाई 1 वर्षसम्म कैद र 1 लाख येनसम्मको जरिवाना हुनसक्छ। त्यसै गरी प्रहरीलाई दुर्घटनामा रिपोर्ट नगरेमा 3 महिनासम्मको कैद वा 50,000 सम्मको जरिवाना तोकिएको छ। त्यसैले तपाईँले सडकको कारणले है तपाईँको साइकलको कारणले सडकमा दुर्घटना भयो भने तपाईँले है घाइते व्यक्तिलाई उद्धार गर्नुपर्छ र तपाईँले प्रहरीलाई पनि जानकारी दिनुपर्ने हुन्छ है। त्यस्तै गरेर हेर्नुहोस् त 21 नम्बरमा के छ, यदि सवारी र साइकलको बिचमा पर्याप्त दूरी नभएको अवस्थामा सवारीले साइकलको दाहिने है, तपाईँको यहाँ खान्जी चाहिँ ठिकै छ, हिरागाना चाहिँ मिस्टेक भएको छ। यो खान्जी चाहिँ तपाईँको मिगी गाभाको खान्जी है, त्यसमा मिगी गाभाको खान्जी लेखेर हिरागानामा चाहिँ हिदारी भएको छ। यो मिगी गाभा यो मिस्टेक हो, बुझिदिनु होला है। जस्तै अब मिगी गाभाबाट अघि बढ्न खोजेमा चाहिँ साइकल चालकले जहाँसम्म सम्भव हुन्छ तपाईँले सडकको बायाँ छेउमा सरेर चलाउनु पर्ने हुन्छ है। जहिले पनि साइकल चलाउँदा बायाँ साइडबाट चलाउनु होला। तपाईँले यो नियम उल्लङ्घन गर्नु भने तपाईँलाई 5000 रुपियाँ लाग्छ है। अनि अर्को 22 नम्बरमा तपाईँको के छ, मोबाइल हेर्दै साइकल चलाउनु भयो भने तपाईँलाई 12000 रुपियाँ फाइन लाग्नेछ, ध्यान दिनु होला है। अर्को 23मा के छ, साइकलको तपाईँले दायाँपट्टि चलाउनु भयो भने, तपाईँले दायाँ साइडमा साइकल चलाउनु भयो भने तपाईँलाई 6000 रुपियाँ फाइन हान्ने हुनाले तपाईँले साइकल जहिले पनि तपाईँले बायाँ साइडमा चलाउनु होला है। आजको लागि मैले तपाईँहरूलाई यति भिडियो लिएर आएँ। यसमा तपाईँहरूलाई केही कन्फ्युजन छ भने कमेन्टमा सोध्नु होला, म तपाईँलाई डिटेलमा राखिदिनेछु। आजको भिडियोमा मैले तपाईँलाई के बताउन खोजेँ भने जापानमा साइकल चलाउँदाखेरि 2026बाट ठुलो चेन्जेसहरू आएको छ। त्यही भएर तपाईँले साइकल चलाउँदाखेरि जापानको रुल फलो गर्नुहोला, रुल ब्रेक नगर्नुहोला।
कति कुराहरू मैले अब डिटेलमा राखिदिएको छु है। तपाईँको कानुनको कुन धारामा लेखेको छ सहित मैले राखिदिएको छु। कुनै कन्फ्युजन भएमा मलाई तल कमेन्ट गर्नुहोला। म तपाईँलाई फेरि कुनै ठाउँमा कन्फ्युजन निकै लामो भिडियो बनाउँदाखेरि कुनै ठाउँ जस्तै अब अघि माथि खाँजे मिस्टेक भयो जस्तै अरू मिस्टेक भएको हुनसक्छ। केही मिस्टेक भएको खण्डमा मलाई कमेन्ट गर्नुहोला। म तपाईँलाई फेरि बताउनेछु। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई, सायोनारा।